श्रोताहरू सम्पूर्णमा जय मसीह। म के मालमगर म तपाईँहरूको सामुन्ने पवित्र शास्त्र बाइबलबाट म केही कुरा हेर्दछु। म तपाईँहरूको सामुन्ने यूहन्नाको पुस्तक 19 को 41 पदलाई म पाठ गर्दछु। यहाँ यसरी लेखिएको छ, उहाँ क्रुसमा टाँगिनु भएको ठाउँमा एउटा बगैँचा थियो। त्यस बगैँचामा कहिले कोही नराखिएको एउटा नयाँ चिहान थियो भनेर वचनले बताउँदछ। नयाँ चिहान बलियो चट्टानमा खोपेर चिहान बनाइएको थियो। मर्कुसको पुस्तक 15 को 46 पदमा हामी भेटाउन सक्छौँ। सम्भवतः यो प्रवेश गर्ने होचो ढोका भएको तर हिँडुल गर्न पर्याप्त ठाउँ भएको चिहान थियो। येशूको शरीर चिहानमा राखिसकेपछि योसेफले एउटा ठुलो ढुङ्गा गुडाएर चिहानको प्रवेश ढोका बन्द गरिदिएका थिए। यो चाहिँ मत्तीको पुस्तक 27 को 60 पदमा हामी भेटाउन सक्छौँ। परमेश्वरले एउटा सम्पूर्णलाई आशिष अनुग्रह गर्नको सबैलाई जय मसीह।